सबैजनालाई म आज के भन्न चाहन्छु भने विदेशमा सबैजना दाजुभाइ दिदीबहिनी सम्पूर्ण इष्टमित्रहरूमा हार्दिक शुभ सन्देश गरिरहेको छु। के गर्ने नेपालका नेताहरूले अब रोजगार गर्ने छैन, भ्रष्टाचार मात्रै गर्ने खोजे, त्यही भएर बाहिरिनु परेको छ, खाडी मुलुकमा जानु परेको छ होइन। यो बुझ्ने कुरा हो। नेताहरूले अब आफ्नो पेट मात्रै भर्छन् आसेपासेहरूलाई, अनि आफ्नो इष्टमित्रलाई मात्रै अगाडि बढाउँछन्, अरूलाई बढाउँदैनन्। अरू युवाहरूलाई खाडी मुलुकमा पठाउँछन् दलाल गर्नलाई। त्यही हो, मरिरहेका छन्, कोही घाइते भएका छन्। यसमा तीन देशको लडाइँको कारणले गर्दाखेरि कोहीको मृत्यु भएको छ। मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र घाइतेप्रति शीघ्र स्वास्थ्यको कामना गर्दै म सन्देश पठाउँदैछु र उहाँहरूलाई ठिक होस्। घाइते हुनुभएको दाजुभाइ दिदीबहिनी हुनुहोला, सबैमा स्वास्थ्य लाभको कामना छ र मृत्युप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। के हो भनेपछि नेपालका नेताहरूले अब आफ्नो पेट मात्रै भर्ने, विदेशमा पैसा राख्ने त्यही छ। कोही अब रोजगार दिलाउन छैन। अरू देशले साना देश छ होइन, तिनले के कस्तो गरिआएन थाहा छैन। यत्रो देश त छ ठुलो, त्यो सबै भ्रष्टाचारले खाइसक्दो रहेछ भन्ने पनि बुझ्यो। के गर्ने, यस्तै हो नेपालका नेताहरू, यस्तै हुन्। जतिसुकै आए पनि कानै चिरेका हुन्। भोट पनि अब नजिकै नै छ। जनताहरूले राम्रो तरिकाले कुन चाहिँ नेता हो के हो त्यस्तो अब सबै भ्रष्टाचारी छ भन्नु होइन, कोही गर्न सक्दैनन् होला, गर्दैनन्, त्योमा हुने हो। चिनेर मात्र भोट हाल्नु होला है। अरू नेपालका दाजुभाइ दिदीबहिनी, बुवा आमा अङ्कल सबै इष्टमित्रले सबैले है, नारा जुरा लगाएर के काम उठ्नेवाला छैन। सबभन्दा चुनाव उसलाई दिने, के गर्ने भने बुझ्नु होला। कोही नयाँ नेता पनि चुन्नु पऱ्यो क्या, पुरानो नेताको काम छैन भने नयाँ नेता चुनेर उसलाई चाहिँ भोट दिनु पऱ्यो। सत्ता चलाइसकेपछि केही न केही गर्नु पऱ्यो कि नेपालमा। अन्तर्राष्ट्रियले कति गरेको छ हेरौँ, धेरै छ। 3 पैसाहरू ढुकुटीको पैसाहरू निकाल्नु पऱ्यो, कर तिरेका पैसाहरू खै आफ्नो पेट भर्नु भएन क्या। त्यो भएर म चाहन्छु अनि विदेशमा भएका नेपालीहरूले सतर्क रहनु होला, रुमदेखि बाहिर नजानु होला। अब चाहिँ भनेको पनि छ होइन। अब त्यो सबैलाई सूचना दिन चाहन्छु। मेरो चाहिँ यही 2-4 शब्द टुङ्ग्याउँछु। नमस्कार, हस्त नमस्कार, जय नेपाल।